ला ला हेलो होइन माथि हराउनु भयो क्या मिठो त मिठै हुन्छ अनि एकदम गोल्डन टाइममा आएछ कि भन्नाले हेलो एन्ड नमस्ते एभ्रिवान फेरि पनि स्वागत छ मेरो ब्लगमा मनिषा गुरुङको तर्फबाट पनि स्वागत गर्न चाहे के भएन क्या हेलो एन्ड नमस्ते एभ्रिवान फेरि पनि स्वागत गरे निशा गुरुङ ब्लगमा if तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो नाम निशा गुरुङ अनि के भन्छ अरे नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला लाइक गरिदिनु होला भिडियो हेर्नु भन्दा अगाडि आज चाहिँ म चाहिँ यहाँ साथी र म मिलेर लुगा धुन लागेको अनि यसै र्यान्डम भ्लग हुन सक्छ मेरो प्राय भ्लग चाहिँ मेरो कुनै हुन त भ्लग भनेको सबै कुरा नेचुरल नै हुन्छ होला हैन तर रेकर्ड त भयो हेर्नु त भयो नेचुरल नै हुन्छ तर आज चाहिँ हामी चाहिँ सापु मिर्चा खाना जाने भन्ने कुरा भइरहेको छ अनि अब मैले यहाँ चाहिँ कपालमा कलर लगाएको अनि यसो भ्लग गरौँ भनेर चाहिँ अघि नै स्टार्ट गर्ने भनेको भुली गएछ क्या अनि कपालमा कलर लगाएँ अनि अब नुहाइधुवाइ गर्ने लुगा सुगा धुएँ अनि अहिले चाहिँ यस्तो चक्कु घाम लागिरहेको छ नि त अनि एकछिनपछि हामी कता कता जान्छौँ के गर्छौँ हजुरलाई देखाउने छु र अहिले हेर्नु त यति धेरै लुगा धुनु लागिरहेको हामी चाहिँ लुगा हाम्रो फेस हाम्रो यो सबै इग्नोर गरिदिनु होला मैले चाहिँ कपालमा कलर चेन्ज गरेर ल साथीहरू कालो हाल्यौँ कपाल पनि काट्दियौँ अस्ति काटेको अलिकति बिग्रेको रहेछ अनि कपाल अलिकति मिलाएर पनि काट्दियौँ कस्तो देखेछ है कस्तो देखेछ मलाई राम्रो देखेछ तपाईँलाई स्वागत गरौँ भ्लगमा स्वागत गरौँ तपाईँलाई खालीपछि गरौँ है त ए ल स्वागत छ मेरो भ्लगमा तपाईँलाई ल धन्यवाद भन्नु न धन्यवाद क्यामेरा साइड पर्सनहरू साह्रै गाह्रो हुन्छ फेरि है अब यहाँ लुगा धुन लागेको यहाँ घामले टट्टेर मरो अनि के गरौँ भयो कि साथीहरू र भिडियो अन्तिमसम्म हेरिदिनु होला भन्दै अहिले एकछिनपछि भेट्छु ल साथीहरू मेटेरियलको गलाहरूमा चाहिँ लगाइदिनु अनि ज्याकेटमा साथी मैले त कपालमा कलर पनि हालेँ कस्तो देखेँ हौ मलाई छ्या धेरै पछि कपालमा कलर हाल्यो है यता नि यता हेर्नु ल ल ल अब हामी चाहिँ अनि भर्खरै नुहाइधुवाइ गरेर लुगा धोएर भ्याइयो नि त भोक लाग्यो हो साथीहरू 3:30 कति भइसक्नु लाग्यो अनि भोक लाग्यो हामीलाई केरा खानु लाग्यो ल हामी चाहिँ अब चाहिँ एकछिनमा रेडी हुन्छु अनि सो बाहिरतिर डुल्न जान्छु त्यति बेला भिडियो गर्छु हामी कहाँ जान्छु के गर्छु अन्तिमसम्म चाहिँ हेरिदिनु होला है त साथीहरू मैले त कपालमा कलर चेन्ज गरिदिएँ अनि अहिले रेडी भएपछि देखाउँछु अनि कालोले सुहायो कि यस्तोले सुहायो भनिदिउँ ल फेरि साथीहरू ल है त एकछिनपछि भेटौँ ल ल हामी चाहिँ रेडी भइसक्यो अनि ल है मेरो कपालको कलर चाहिँ कालो भयो फाइनल्ली कति वर्षपछि बल्ल कालो हालेँ क्या मैले चाहिँ अनि अहिले चाहिँ सामानहरू अघि लुगाहरू आधा लुगाहरू सुकाएको के माथि अथलिङ्गै राखेको थिएँ क्या अब बाहिर जाने भएपछि अब कति बेला आइन्छ थाहा छैन नि त त्यही भएर माथि लुगाहरू मिलाउन गएको छ अनि आज चाहिँ हामी चाहिँ रेडी भएर अनि के हो आज त म त कालो कलर हालेर क्या आफूले खुब राम्रो देखिरहेको छु साथीहरू लाउनु हेलो होइन माथि हराउनु भयो क्या ए रुममा आइसक्नु भयो ल छिटो ल है त अब उसलाई कुदेछौँ उसलाई कस्तो राम्रो देखेको छ नि राम्रो अनि मैले चाहिँ आज अलिअलि टचअप गरेको क्या साथीहरू खासै मेकअप गर्ने बानी पनि छैन र मेकअप गर्न पनि आउँदैन नि त मलाई अनि यसै हिँडिदिने हो क्या अनि मान्छे डरेर कस्तो के देखेको साथीहरू कस्तो हुन्छ धेरै पछि भ्लग गरेको भएर म त के बोलौँ भइगयो कि साथीहरू छ्याउ के भन्नु अनि के हो भन्छु भन्थेँ बिर्सेँ अनि धेरै पछि के अरे
झ्याल ल जाने भएपछि त अब घर त ड्याम लगाउनु पर्यो त्यही भएर ल हेलो वेलकम छ मेरो ब्लगमा फेरि पनि स्वागत गरेर तपाईँ रेडी भइसकेपछि ल है त साथीहरू आजको आउटफिट उसको साथीहरू उसको आउटफिट ए सिधा 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 यसरी बस्नु यसरी तपाईँ चाहिँ मास्क लगाएर भिडियो गरेँ क्या के होइन त्यसो लगाउनु न ए ल ढिलो भइसक्यो चाहिँ गयौँ पहिला सुरु फर्स्टमा चाहिँ हामी सबै मिर्चा खाना जाने है ल अनि उसलाई चाहिँ आज एकदम सबै मिर्चा खान मन लागेको छ अरे अनि अस्ति नै हामी के अरे मिलन दाइ हामी गएको ठाउँमा चाहिँ अब हामी सबै मिर्चा खाना जान लागेको मिठो त मिठै हुन्छ अनि उसलाई पनि टेस्ट गर्न मन लागेको छ अरे साथीहरू अनि हामी जाँदैछौँ है त अब त्यही गरेर भेटौँ न है के बोलम भइगयो कि साथी सबै मिर्चा चाहिँ नेवारी फुडमा पर्छ नि त अनि आउनु ल हामी चाहिँ मान्छे कहाँ हो क्रिमहरूमा आएको होइन यस्तो छ क्या सानोबाट बस्ने नि हेर्नु साथीहरू यस्तो छ यो चाहिँ यो पुरानो फिल्महरू छ नि श्रीकृष्ण हल विनाशिनी हल भन्ने त्यतातिर नै हो क्या यहीँ त नि हामीले भिडियो बनाएको बारबेक्यू गरेर खाना मैले रहेछ ओ मलाई नेवारीहरू एकदम मनपर्छ है फेरि साथीहरू को छ मेरो ब्लग हेर्दै हुनुहुने नेवारीहरू उहाँ गएर बस्ने उहाँ बसेर यता फर्केर खाऊँ है आइपुगेँ अब फेरि अब जति यता आयो अब त्यति साउन्ड त कता जान्छ यो बाइकमा बसेर फोटो खिच्ने ल मैले त त्यहीँ राखिदिएँ खै कुनै के हो खै मैले त अस्ति जुत्ता त यहीँ लाएर आएको थियौँ कि त्यही भएर यहाँ माथि राखेको यहाँ यता बसेर भिडियो राम्रो आउँछ क्या साथीहरू भोक लागेको छ तर हामी माथि चाहिँ यसो जुसहरू चटपटहरू लगेर जाने हो माथि ड्राई फ्रुटहरू लगेर चाहिँ खाने हो त्यही भएर यहाँ चाहिँ हामी चाहिँ खासै केही खाँदैनौँ अब उसलाई साप्पी मिर्चा खान मन लागेको भएर चाहिँ उसले चाहिँ त्यो खान्छ अब हेरौँ अब लाइट के हुन्छ त्यो खाएर चाहिँ हामी यहाँबाट निस्किन्छौँ साथीहरू है त चाहिँ अब मेन डिस चाहिँ यही हो हामी चाहिँ यही खाना आएको नि अनि अब एकचोटि हेर्छु गाँठै भएको छ अब मेन डिस चाहिँ यही हो मलाई चाहिँ यो मैले चाहिँ पहिल्यै टेस्ट गरेको भएर चाहिँ मलाई अलिकति मनपर्नेहरूलाई चाहिँ एकदमै मनपर्छ होला तर मलाई चाहिँ अलिकति ट्राई नट इन्ट्रेस्टेड पनि भइगयो म चाहिँ सबै मिर्चा खाने ल कस्तो रस आएको मुखबाट सुरुमै खाने हो सानो खान्छु म अनि ठुलो खान सक्दैन फर्स्ट बाइट खाएँ ल मिलन दाले भिडियो हेर्नुभयो भने दाइ तपाईँले यो धान खानुभएको है यताको चाहिँ खानु मिल्दैन मिल्छ त्यो धारो उसको खानु मिठो हुन्छ कि है यस्तो खानु मन लाग्दैन नि खाएन ठुलो भात सानो थियो नि त
यतातिर हामी त खाइदियौँ भाइ एकछिनमै। अब यहाँ आएपछि यो नखाइकन त के खानु कति नि यतिकै खाने हो। के हो यो बिता यो त यस्तोमा रहेछ खाना ब्ल्याकमा हुन्छ छ निकोमा कुन त खाने खानु न मिठो हो त्यसै मिठो अरे उसको फ्लेभर हो क्या यो के हो जातिको है अब भन्ने आएन मलाई त मन पर्दैन मिठो नि त्यो मिठो खालि सब मिठो खाले है यति खानु भनेको भनेको मलाई सब मिलेको 80 मिलाउँदाले पनि त्यही भनेर नि हजुर एकचोटि काठमाडौँबाट एकदम क्या त्यहाँको नयाँ नयाँ टेस्टहरू क्या त्यो नेवारी फुडहरू त्यो फुड तपाईँले विन्स मगाएको होइन एउटा त्यो हो है तपाईँ मैले खाउनुभन्दा अगाडि खाएको थिएन यो यस्तो तपाईँले कुरा खाएको विन्स पनि मगाएको नि है अगाडि गयो त नि तर मेरो लागि त ठिकै यति खाँदै ठिकै है खास खाँदा खाने नै यस्तो नै हो क्या हेल्दी खाने थोरै खाने क्या तपाईँ यो फिल्म हलमा फिल्म हेरेको एकचोटि आछु कौशीभन्दा सानोमा त्यो 5 मा कि 6 मा पढ्ने बेलामा त्यति बेला रेखा थापाको बाटुली भन्ने फिल्म चलेको थियो क्या गाउँमा थियो हाम्रो कान्छाबाले चाहिँ कान्छाबाहरू चाहिँ असार सकिएपछि चाहिँ एकचोटि पोखरा आउँथे क्या हामी त झन् कुरै छैन अनि कान्छाबाले यसरी फिल्म हेर्न आउने घुम्न आउने क्या अनि हाम्रो असार भ्याएर चाहिँ तिमीहरू सबैलाई मनिषा म आन्टी साइली अनि सम्झना फुपू भन्थ्यो क्या अनि हामीलाई चाहिँ ल तिमीहरूलाई चाहिँ म फिल्म हेर्न लैजान्छु भनेर गाउँबाट तातवानीबाट गाडी लाग्थ्यो आएर बाटुली फिल्म हेरेर गयो नि आएर फर्स्ट टाइम हलमा फिल्म हेरेको मैले यो विन्यासिनी हलमा अहिले सबै चेन्ज गरेर राम्रो गरेर सिटहरू पनि चेन्ज गरेर म त 2-3 वर्ष अगाडि कहिले बखन्दरीको उसा थियो क्या बुढाबुढी आएको थियो त्यति बेला अनि गएको क्या र साथीहरू अब यहाँ यति खाएर चाहिँ यति गफ गऱ्यौँ अब हामी चाहिँ यहाँबाट हिँड्छौँ अब त्यहाँ अब चटपट जुसहरू लिएर चाहिँ हामी माथि यसो रिफ्रेस हुन डाँडातिर जान्छौँ अब उतैतिर गएर भेटौँ ल साथीहरू स्टे ट्युन है त स्टे ट्युन ल हाम्रो अर्को डिस आयो है ट्राई गरिदिउँ क्रन्ची छ जस्तो है मिठो हामी चाहिँ यहाँबाट निस्किसक्यौँ अब हामी चाहिँ माथि यसो डाँडातिर हाफा खान जानु पर्यो खानेकुरा चाहिँ मेरो लागि चाहिँ एकदम ठिक छ क्या थोरै आउने मिठो आउने अब यहाँबाट चाहिँ हामीले लाज लाउँछ क्या मान्छेहरूको अगाडि फेरि भ्लग गर्न भिडियो गर्न अनि बोल्न पनि त्यही भएर कस्तो भइगयो क्या म त यो तपाईँको अनुहार जस्तो होइन जति बेला नि एङ्ग्री भइराख्ने होइन म सबै शान्त बसिरहने मान्छे होइन त्यो तपाईँ हो ल त्यहाँ हामी 3 जना रहेछौँ है त यहाँ ए आमा मनपर्छ मलाई आमा कति क्युट नि कता हो बिहान सेल्फी आफूले हो कि फेरि आधा आएको धेरै पछि हामी यसरी है धेरै पछि भयो नि त्यो पानी पर्ने बेलामा एकचोटि तपाईँ म हस्पिटल गएबाट डाइरेक्ट यो हो त नि हामी आउँदा चढेमै किन हात पट्टिन्छ फेरि
साथीहरु हामी चाहिँ काउडाँडा आइपुग्यौं अनि हामी चाहिँ यो अफरोडको बाटो त्यहाँसम्म त जान्थ्यो स्कुटर तर हामी चाहिँ हिँडेर जाम भन्ने भएर चाहिँ यही खिचेको कि त्यो फोटो मेरो WhatsAppको गरेको जरामा अनि थोरै भने नि हिँडौँ भनेर चाहिँ हामी चाहिँ हिँड्दैछौँ साथीहरु कति धेरै कपाल आएको छ है अब यो भिडियोमा अब यसरी क्याप्चर गर्नु हुँदैन फेरि हैन भिडियो हेर्ने मान्छेहरु आफन्तहरुले देखिन सक्छ अलिकति त हैन भनेर चाहिँ सुटुक्क भिडियो गर्नुपर्छ कि ल भनेर मैले भनेछु अरे है त साथीहरु हामी चाहिँ आइपुग्यौं अब त्यहाँ जान्छौं भिडियोहरु गर्छौं टिकटक बनाउँछौं अलिअलि ब्लगको भिडियोहरु पनि गर्छौं अनि फर्किन्छौं साथीहरु आज चाहिँ धेरै पछि इन्सीसँगको डेट भनौं र अनि अघि हामीले तल खाजा खायौं नि त त्यो सापु मिचेले निच्चै बनायो कि अनि केही खान मन लागेन क्या अब अघि हामीले चाहिँ जुसहरु चटपटहरु खाने भनेर भनेको थियो नि त त्यो जान्छ जस्तो लागेन निच्चै भइगयो अनि त्यो चाहिँ क्यान्सल गर्यौं अहिले त्यहाँ डुलेर आएर भोक लागेछ भने चाहिँ त्यो ग्राउन्डमा गएर चाहिँ चटपट खान्छौं हामी मेरो लुगा के भइगयो यस्तो है त साथीहरु यहाँसम्म आउँथ्यो स्कुटर चाहिँ तर हामीले चाहिँ स्कुटर तल राख्यौं थोरै भने हिँडौँ भनेर अनि साथीहरु पुरै डढेलो लगाएछ नि अब यो डढेलो लगाएपछि पुरै राम्रो घाँस बोलाउँछ अबे सरी ओखो यहाँ चाहिँ निच्चै भइगयो हामी उतापट्टि चाहिँ मैले टिकटक भिडियो बनाएको ठाउँहरु छ क्या लालीगुराँस फुलेर चाहिँ यहाँ है टिभी अन्त भिरमा गयो टिभी अन्त नि हामी चाहिँ यहाँ आइपुग्यौं हामी चाहिँ एकदम गोल्डन टाइममा आएर चाहिँ कि लालीगुराँस यस्तो मिठो फलेको रहेछ नि आमा हेर्नु साथीहरु गुराँस फुल त कत्रै ठुलो कस्तो देख्यो हामीले यहाँ आयौँ केटा हो वाक वाक हार्दिक मङ्गलमय शुभकामना यहाँ चाहिँ मन्दिर अन्त साथी तर आकाशको फल आँतारी मर भने जस्तो त होला नि अब लालीगुराँसहरु हेर्नु त यहाँ जङ्गलै रहेछ त अन्त लालीगुराँस आमा किन्नु पाउनु होला है पाउनु होला नि तर सानो सानो रहेछ सानो अनि तर सुकिसकेको रहेछ कि है यिनीहरूले मल नपाएर होला यिनीहरूले मल नपाएर होला के भने पानी नपाएर होला क्या पानी परेकै छैन नि त वाउ माइ गॉड सानो खाले रहेछ क्या आमा लक्कै नि यस्तो मनपर्छ यहाँ तर भुनेर नगरे हात किन र मौरी हो क्या यो फुल पनि यस्तो पो रहेछ नि सो दुईजना मिठो गफ गर्नु पर्यो नि जताततै मान्छे नि कति मजा ओके तर टिप्न जाने हो नि उस रहेछ जङ्गल खासै भिड नरहेछ क्या हेर्नु है बाटै रहेछ त गोरेटो बाटै रहेछ त नि है खासै भिड नरहेछ क्या गयो भने त गयो नि भाइ हामी त अघि छ यस्तो टिपेर हेरौँ भने नि भो सकिन्न होला कि है यहाँ त सकिन्छ कि अब ढिलो त भो समात्न टिप्ने र गाली गर्छ कि गाली त गर्दैन होला नि टिप्न पाउँछ खोइ गाली छ ए लौ जा एउटा फुल 1000 रुपियाँ तिर्नु पर्ला है नोटिस पनि देखिने ठाउँ राखेन हुन्थ्यो नि यहाँ त नचा हामीले बिथे गर्छौँ त कहाँ राखेँ म देखेन ब्लू कलरको बोर्ड होइन ए टिप्न नपाउने पो रहेछ यार साथीहरू धेरै माया गर्थ्यो तिमीलाई तर आज एक्लै पार्यो गीत गाउँदा फेरि कस्तो कपिराइट डर लाग्छ मलाई त ए त्यस्तो हुन्छ त नि कपिराइट लाग्छ त अनि थाहा नि तपाईँलाई यसरी भिडियोमा आफैले मुखले गीताउँदा नि होइन अरूले गायो भने त लाग्दैन मैले गाएँ भने त लाग्छ के राम्रो गाउँछु नि त मैले ए
म त सिरियसै भइरहेको कपिराइटलाई डर लाग्दैन मान्छे गीत त खतरा खतरा गाउँथेँ नि ए मैले त गीत त खतरा खतरा गाउँथेँ नि फेरि क्यार्ने कपिराइटले फेरि स्क्याम हान्दियो भने फेरि गयो निस्केको ब्लग सही हो यहाँ माथि जान्दैन के छ त्यता आएको बेला गइदिउँ गइदिउँ कामै के भएर तर यो बहिनीहरूले त टिपेर त फुल 1000 रुपियाँ तिर्यो होला हेर्नु साथीहरू अनि यहाँ आएर यसरी खाएर यसरी फाल्ने हो त होइन यस्तो फोहोर गर्ने हो त मान्छेहरू यहाँ यसरी घुम्न आउँछ होइन रमाइलो गर्न आउँछ एकछिन रिफ्रेस हुन आउँछ अनि खाएर यसरी फालेर भयो त साथीहरू हेर नि नेपाली आशिका त मलाई भोलि फेरि रिपोर्टरहरू आउला यार फेरि तिमीले होइन बहिनी भन्दाखेरि आशिका त भयो गाजर लाउन भुलेछ कि यहाँ बस्नु झोला त ठिकै हो फेरि अब हिरोनी भएर तरुनी भएर हिँड भने फेरि टाउको दुख्ने घाँटी दुख्ने ढाड दुख्ने हुन्छ अनि अब के हान्ने अब नहुँ भने पनि अब ठिकै छ अब यसरी बाँधेर चाहिँ हिँड्नु परेछ अब एकछिनपछि अब एकछिन राम्ररी हुनुलाई सर्ट लाएर आएर यहाँ ढाड दुखेर मर्नु भइगयो हो साथीहरू अब डिगीबाट निकालेर चाहिँ ज्याकेट लाउनु पर्ने हुन्छ अब मैले चाहिँ अब धन्न चाहिँ यहाँ यी पिउसेले यो ल्याएर चाहिँ मलाई अलिकति यस्तो भयो ठिकै छ आज अघि नि मैले साथीहरू त्यहाँ अघि हामी खाजा खाना गयौँ नि त अनि चाबी त त्यहीँ झुन्डिराखेको क्या अझ त्यो हेलमेट चाहिँ लगेको रहेछ अझै हेलमेटमै छ भने सोचिराखेको त चाबी त स्कुटरमा झुन्डिराखेको कि साथीहरू मेरो बुद्धि म त हैरान हुन्छ हौ साथीहरू मेरो भ्लग हुने साथीहरू कसैले यस्तो गर्नु भएको छ कि नै मैले जहिले पार्किङमा राखे पनि चाबी त त्यहीँ स्कुटरमा झुन्डेर राख्ने बानी कस्तो नराम्रो छ भनेको के भनेको हामी कहाँ बसेर चिया यहीँ बस्छ यतै बसौँ न वासरुम जानु मन लागेको मलाई साथीहरू हामी चाहिँ यहाँ आएर चाहिँ चिया खानु पर्यो भने भइगयो चिसोले हानी गयो क्या अनि चिया खानु पर्यो अनि जानु पर्यो ओइ जान त जान नि है यो है ए आमा हेर्ने साथी कस्तो राम्रो फुल रहेछ नि यहाँ पनि लैलैभरिलाई सबै थाहा छ तिमीलाई कसरी म टाढा भए धेरै माया गर्थे तिमीलाई किन जानौलो बने मेरो सामु तिमी रुँदा किन त्यसै गाली गर्छौ रच बाध्यतामा मैले पनि त्यही सोचेको थिएँ तर धान्छ क्या ल आमा तपाईँको बाल त क्या दामी देखेको नि मैले चाहिँ मिठो चिया पनि खान लागेँ अब यहाँबाट चिया खाएर अब हामी चाहिँ हिँड्नु पर्ने हुन्छ अब सास पनि पर्यो चिसो हावा लाग्यो अनि टिकटक बनाइराखेको मान्छे त भिडियो अन गरिदिएको त मोबाइल त ल साथीहरू हामी चाहिँ यहाँ चिया खाएर चिया गफ गर्दा गर्दा अँधेरो नै भइगयो अब हामी चाहिँ घर जानु आँटेको अब हामी चाहिँ घर जान्छौँ अब आजको दिन चाहिँ यति नै भयो अब उठ्दा नुहाइधुवाइ गर्दा बिहान हस्पिटल पनि गयौँ के गऱ्यौँ त्यो चाहिँ हामी भिडियोमा खिच्ने त्यो उसै भइगएन क्या है अनि हस्पिटल गयौँ आयौँ अनि नुहाइधुवाइ लुगासुगा धुने गऱ्यौँ अनि के गर्नु त यतिकै बसिराख्दाखेरि अनि उसको छुट्टी भएको बेलामा सबै मिठो खान जाऊँ न भनेर चाहिँ अब त्यहाँ पनि गयौँ अनि कस्तो लाग्यो नि टेस्ट तपाईँलाई त्यहाँको सबै मिठा कस्तो लाग्यो फर्स्ट टेस्ट यमरी त्यहाँको भन्नाले कस्तो लाग्यो सबै मिठा यमरी कस्तो लाग्यो तपाईँलाई मिठो लाग्यो सपु मिठा चाहिँ एकदम दामी त्यसले गर्दाखेरि पेट अराले चाहिँ के खानु खाइन्जेल चाहिँ यस्तो मिठो हुन्छ क्या तर त्यो है अनि पछि डुम्ब बनाउँछ क्या मत आउँछ के खान मन नलाग्थ्यो क्या अनि आएपछि अनि यो मैले पनि त्यो चाकु होइन अर्को के हो क्या हालेको थियो कि फर्स्ट टाइम खाएको ठिकै लाग्यो
ठिकै थियो यमरी चाहिँ हटपटक जो पाइदिएर चाहिँ अलिक त्यो झट्टै मन पराउँदैन हेल्दी हो नि त फेरि अरे अब अनि यहाँ आयौँ त्यहाँ दरबारमा गयौँ एकैछिन फोटो भिडियो रमाइलो गऱ्यौँ है हामी अब फर्किनु लागेको अँधेरो पनि भइसक्यो अब डाइरेक्ट भ्लग इन गरेर हिँडौँ भनेर चाहिँ अब बाटो अब अँधेरो छ ओह्रालो छ गाह्रो हुन्छ नि त त्यही भएर चाहिँ अब हामी चाहिँ गरेर जान्छौँ साथीहरू र अन्तिमसम्म हेरेर माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब साथीहरू बाई